नमस्कार, म चाहिँ पशु कार्तिक एडमिसन सिकाउन। आज चाहिँ हामी बन्दीपुर सुखौरा एकजना माध्यमिक तमाबाट सदस्य कुमाया दिदीको घरमा बङ्गुरको बन्ध्याकरण गर्न प्लस बङ्गुरको बिमा गर्न आएका छन्। त्यो चाहिँ बङ्गुरको अन्डा कोष। त्यसलाई चाहिँ अब हामीले यो अन्डा निकालिदिएपछि यो भालेबाट खसी हुन्छ र खसी भइसकेपछि यसको मासुको गुणस्तर एकदम राम्रो, ताजा, मिठो, स्वादिलो हुन्छ। त्यसको लागि यसलाई बधिया गरिन्छ। यसलाई यसको अन्डा कोष निकालेर खानु हुन्छ। यो भनेको ओपन मेथड भन्छ यसलाई। यो निकालेर बाहिर फाल्नेलाई ओपन, यसलाई च्यापेर नसा चुराएर भनेको खसी बोकान गरिन्छ। त्यो चाहिँ क्लोज मेथड है। अब हामी सुरु गर्छौँ है त। अब सुरुमा हामी चाहिँ यो लोकल एनेस्थेसिया भन्छ यसलाई, यो दुखाइ कम गर्न अथवा लट्ठ्याउने, काटिसकेपछि नदुख्ने, यो मान्छेको केसमा पनि हुन्छ, यो जसलाई पनि युज गर्न मिल्छ। यसलाई लोकल एनेस्थेसिया लगाइसकेको हामी छिटो गरिहाल्नुपर्छ। अब हामीले निकालिसक्यौँ। अब यो काट्न हो, यसलाई ट्याक्क धागोले बाँधिदिने, अलिकति माथिबाट चाहिँ काटिदिने।